अदालतमा। NIC Asia। बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि छिटो भनेकै वर्ल्ड लिंक। डिश होम फाइबर नेट भरपर्दो र विश्वासिलो छ, म जस्तै। डिश होम फाइबर नेट। नमस्कार दर्शकवृन्द, स्पेस संवादको आजको श्रृङ्खलामा चाहिँ राजसभाका सभापति रवि लामिछानेको पर्सा जिल्लाको चाहिँ मुद्दा, जहाँ चाहिँ सानो पाइला बचत सहकारीको रकम हिनामिना गरेको आरोप लागेको थियो र सानो पाइला बचत सहकारीको रकम हिनामिना पछाडि उनी विरुद्ध त्यहाँ पनि मुद्दा दर्ता भयो र त्यो मुद्दा दर्ता भइसके पछाडि अहिलेको अवस्थामा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको भन्ने खबर प्राप्त भएको छ। लामो समय लगाएर चाहिँ त्यो अध्ययन प्रतिवेदन चाहिँ बुझाइएको छ। यति बेला उनी आफू चाहिँ तुलसीपुर उच्च अदालतको बुटल इजलासले गरेको फैसलाका कारण, आदेशका कारण चाहिँ रवि लामिछाने थुनामा छन्। यद्यपि रूपन्देहीको जिल्ला अदालतले सुप्रिम सहकारी बचत रकम अपचलनमा 1 करोड धरौटीमा बाहिरै बसेर मुद्दा लड्न पाउने गरी त्यो किसिमको तारेकमा चाहिँ त्यो प्रोभिजन तयार पारेको थियो। तर उच्चमा गइसक्दाखेरि उच्चले भित्रै थुनामै बस्नुपर्ने गरी आदेश गरिसके पछाडि त्यो एउटा स्थिति सिर्जना भएको छ। अबको यसको प्रक्रिया, जस्तो लामिछाने थुनामा बसेको व्यक्ति उनी बाहिर आएर फेरि जिल्ला अदालतमा चाहिँ उपस्थित हुनुपर्छ वा चाहिँ पर्सामा उपस्थित हुनुपर्ने कि नपर्ने, वा यो मुद्दा यस पछाडि कहिलेसम्म चल्ने, वा उच्चबाट उहाँले सर्वोच्च अपिल गर्नुभएको छ, सर्वोच्चको चाहिँ संयुक्त इजलासले चाहिँ त्यसको बारेमा चाहिँ अध्ययन अनुसन्धान गर्ने र त्यसको बारेमा चाहिँ आदेश गर्ने वा चाहिँ त्यहाँ चाहिँ बहस हुने कुरा छ। उहाँको अहिलेको यो मुद्दा र यसको प्रकृति चाहिँ कतिसम्म जान्छ भन्ने खालको एउटा जुन आम नागरिकमा जिज्ञासा छ, त्यो कुरा मेट्ने प्रयत्न गरिनेछ भने अर्को पेरिफेरीमा चाहिँ यति बेला भारत र पाकिस्तानको जुन एउटा तनावको स्थिति सिर्जना भयो, जम्मू कश्मीरको पहलगाममा आतंकी हमलापछि 26-27 जना पर्यटकहरू चाहिँ बिना कारण चाहिँ त्यहाँ मारिए, आतंकीले चाहिँ त्यहाँ हमला गरे र त्यस पछाडि नेपाल पनि भारतसँग सीमा जोडिएको मुलुक हो। पाकिस्तान र भारत बीच निकै ठुलो असमझदारी पैदा भइसकेको स्थिति छ। पाकिस्तानीहरूलाई भारतबाट छोड्नका निम्ति आदेश गरिसकिएको छ, नियोगहरूका कर्मचारीहरूलाई छोड्न आदेश गरिएको छ, कतिपयले भारत छोडिसकेका छन्। कुनै पनि हालतमा अर्को कुरा त पाकिस्तानको करिब 17 लाख एकड जमिन सिंचित हुने सिन्धु जल सम्झौतालाई चाहिँ भारतले एकलौटी रूपमा खारेज गरेको छ। त्यसैगरी पाकिस्तानले पनि यसको काउन्टर प्रतिवाद गरिरहेको एउटा अर्को प्रसङ्ग पनि छ। यसले सुरक्षा चुनौती चाहिँ नेपाललाई कतिको बनाउँछ भन्ने खालको विषय र अरूको भर पर्दाखेरि जहिले पनि रुनै पर्छ, अरूको भर पर्दाखेरि चाहिँ आफ्नो कुटेर आफ्नो चाहिँ पोको बलियो छैन भने, आफ्नो गाठो बलियो भएन भने चाहिँ अरूकै भर पर्दाखेरि चाहिँ समस्या सिर्जना हुन्छ भन्ने कुरा एमसीसीले देखाइ नै सकेको छ। एमसीसी स्थगित भइसके पछाडि चाहिँ यो परियोजना स्थगित भए पछाडि अब रातामाटे नुवाकोटको त्यो लगायतका प्रसारण लाइनहरू, त्यहाँ गरिएको त्यत्रो अरबौं खर्च चाहिँ कसले बेहोर्छ, अब त्यो योजना के हुन्छ, अलपत्र पर्ने स्थितिमा पुगिसकेको अवस्था छ। यी यावत परिदृश्यका पेरिफेरीमा रहेर बहस र छलफल गर्दैछौँ, जसका निम्ति मैले वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डितलाई स्टुडियोमा आमन्त्रण गरेको छु। नमस्कार, स्वागत छ। नमस्ते खेमजी। कार्यक्रमको शुभारम्भमा चाहिँ मैले अघि उठाएँ जो कुरा, रवि लामिछानेजीको चाहिँ मुद्दा जो चलिरहेछ, उहाँ चाहिँ सजाय काटि नै रहनु भएको छ। किन उहाँको कुरा बारम्बार दोहोरिन्छ भने उनी एउटा पार्टीको सभापति हुन्, पूर्व गृहमन्त्री पनि हुन्, उप प्रधानमन्त्री पनि हुन्, सहकारी हिनामिना प्रकरणमा मिलापत्र गर्न पाउने हाम्रो प्रोभिजन पनि थियो। पछि चाहिँ यो विधेयक ल्याएर, अध्यादेश ल्याएर त्यसलाई चाहिँ अलिकति मुद्दा लागेको व्यक्तिलाई चाहिँ मिलापत्र गर्न नपाउने प्रोभिजन समेत ल्याइयो। यी यावत कारणले उनी चर्चामा रहे। अब सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले उहाँलाई चाहिँ धरौटीमा रिहा गरेका थियो। रूपन्देहीको जिल्ला अदालतले पछि चाहिँ उच्चमा गए र उच्चले चाहिँ होइन थुनामा राख्नुपर्छ भनेर आदेश गर्यो, हैन, जिल्लाको आदेशलाई बदर गर्यो र त्यस पछाडि सानो पाइलासम्म आइपुग्दा पर्सामा पनि लामो समय अध्ययन अनुसन्धान भयो र प्रहरीले प्रतिवेदन बुझाएको कुरा छ। अहिले लामिछाने थुनामा छन्। पर्साको सानो पाइलाको जुन छानबिन प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ, थुनामा भएको व्यक्तिलाई फेरि जिल्ला अदालतमा उपस्थित गराएर चाहिँ यो मुद्दाको प्रक्रिया अगाडि बढ्छ वा चाहिँ यहाँको चाहिँ
किनारा नलागुन्जेलसम्म त्यहाँको मुद्दा चाहिँ स्टप रहन्छ के हुन्छ यतिबाट सुरुवात गरौँ। खेमजी सही कुरा हो। अहिले भर्खर यो सानो पाइला सहकारीमा बाट केही रकम गोर्खा मिडिया नेटवर्कमा पनि गएको सन्दर्भमा र त्यही सन्दर्भमा लिएर रवि लामिछानेजीलाई 5वटा जिल्लामा चाहिँ जाहेरी परेपछि अनुसन्धान गरिएको अवस्था थियो र त्यो अनुसन्धान गर्ने क्रममा रविजीलाई केही समय अगाडि आज 4-5 महिना अगाडि पर्सामा पनि उनको प्रहरीमा बयान पनि गराइयो। गरिसकेपछि 4वटा जिल्लामा चाहिँ मुद्दा दायर भइसकेको अवस्था छ। यो पर्सा जिल्लामा जुन सानो पाइला सहकारीको चाहिँ मुद्दा दायर भएको अवस्था थिएन। अनुसन्धानको प्रक्रिया गरेर बयान पनि दिइसकेको अवस्था थियो। अहिले सबै कुराको अनुसन्धान गरेर फौजदारी कार्यविधि संहिता अनुसार प्रहरीले अनुसन्धान गर्ने हो। तथ्य प्रमाण सबै सङ्कलन गरेर उसित प्राप्त प्रमाणको आधारबाट उसले चाहिँ एउटा चाहिँ प्रहरी प्रतिवेदन पेश गरेको छ सरकारी वकिल कार्यालय जिल्ला सरकारी वकिल कार्यालय पर्सामा कि यो प्रमाणबाट यो मुद्दा लगाउने हुनाले उहाँले यो मुद्दा लगाउनुपर्छ भनेर लाउँछ। अब एउटा सहकारी ठगी त हो, एउटा मुद्दा लाग्ने भयो। अब यहाँ सङ्गठित अपराध जोड्छ कि जोड्दैन, सम्पत्ति शुद्धिकरण जोड्छ कि जोड्दैन थाहा हुने कुरा छैन। यो अब पेश भइसकेपछि अब हामीलाई डकुमेन्ट त थाहा हुँदैन। अब प्रतिवेदन अब सानो पाइलाकै कुरा गर्ने हो भने त एकपटक प्रहरी अधिकारीले अनुसन्धान गरिसकेको मुद्दालाई फेरि रिअनुसन्धान अर्को प्रहरी अधिकारी खटाएर चाहिँ रिअनुसन्धान पनि गरियो भन्ने कुरा पनि त्यो होला। अब अनुसन्धान त्यो भिन्न पछिका वर्षको कुरामा आउलान्, तर अनुसन्धान गर्ने कुरा थियो। अनुसन्धान गरी प्रतिवेदन पेश भयो। अब सरकारी वकिलमा प्रतिवेदन पेश के हुन्छ भने सरकारी वकिललाई तीनटा अप्सन हुन्छ। पहिलो अप्सन मुद्दा फेरि नचलाउने प्रमाणै पुग्दैन भनेर, दोस्रो होइन यो कुरामा चाहिँ हेर भनेर फेरि पठाउनु पनि सक्ने अवस्था आउँछ। तेस्रो कुरा जुन मुद्दामा प्रहरीले दायर यो गर्नु भनेको छ त्यही मुद्दा चलाउन सक्छ या अरू थप पनि यी सबै चिज गर्ने, कुनमा मुद्दा चलाउने, कुन अभियोग लिने, कति दाबी लिने भन्ने निर्णय गर्ने निकोड गर्ने अधिकार अब सरकारी वकिलका भएको हुनाले अब सामान्यतया स्वभाव त मैले जम्मै चिज हेर्दाखेरि अब उनको विरुद्ध पनि तुरुन्त नै पर्सा जिल्ला अदालतमा उनको मुद्दा दायर हुन्छ। अब तपाईँको एउटा प्रश्न मुद्दा दायर भएपछि उनी रूपन्देही जिल्ला अदालतको सुप्रिम सहकारी मुद्दामा अहिले उच्च अदालत तुलसीपुरको बुटोल इजलासको आदेशबाट थुनामा भएको हुनाले त्यो थुनामा भएर त्यो मुद्दा चलिन्जेल उनी बाहिर आउन नसक्ने अवस्था हुँदा त्यो मुद्दा नचल्ने हो कि यथास्थिति राख्ने भन्दा होइन, मुद्दा चल्न सक्छ किन उनको बयान लिइसकेको छ सबै गरेर प्रमाण पुगेर अगाडि प्रक्रियागतबाट अगाडि बढ्न रोकिँदैन, रोकिन्छ केही ढिलाइ चाहिँ होला भने चाहिँ मुद्दा चलिसके पछाडि चाहिँ थुनाबाट ल्याएर चाहिँ त्यहाँ एकचोटि अदालत उपस्थित गराएर त्यहाँको पनि साङ्गोपाङ्गो लाग्छ होला, टुङ्गिन्छ, थुनाबाट बाहिर ल्याएर उपस्थित गराइन्छ अदालत सकिन्छ। त्यो चाहिँ बोलाउनलाई बोलाउँछ एकचोटि थुनाबाट त्यहाँबाट ल्याएर मुद्दामा। अब यो जस्तो यो सहकारीको केस भनेको चाहिँ सकेसम्म पीडकले पीडितलाई दुःख दियो, रकम हिनामिना भयो, यद्यपि अब पुरानो घाउलाई फेरि हामी कोट्याउँ भने त संसदीय छानबिन विशेष समितिकै रिपोर्टलाई हेरौँ भने त सहकारीमा इन्भल्भमेन्ट नै छैन भनेर चाहिँ संसदको समितिले बुझाएको रिपोर्ट अहिले पनि छँदैछ। हामीले धेरै पटक बहस पनि गऱ्यौँ, छलफल पनि गऱ्यौँ। यद्यपि 1-1.5 वर्ष अगाडिको सूर्यदर्शन सहकारीको पूरक निवेदनलाई तानेर पोखरामा चाहिँ मुद्दा परेको कुरा र त्यस पछाडि कार्तिक 2 गते पक्राउ परेको कुरा स्वाभाविकै हो होइन। यी प्रक्रियालाई छोडेर चाहिँ अबको उहाँको यो मुद्दाको साङ्गोपाङ्गो लाग्न सूर्यदर्शन पोखरा कास्कीको हो, काठमाडौँको चाहिँ स्वर्णलक्ष्मी हो, रूपन्देहीको चाहिँ सुप्रिम हो, चितवनको सहारा हो, पर्साको चाहिँ अब सानो पाइला, यी 5वटा सहकारीको मुद्दाको प्रकृति धरौटी र यो मुद्दा चाहिँ टुङ्गिनलाई चाहिँ कति जति समय लाग्न सक्छ डाक्टर साहब? अब मुद्दाको प्रकृति भन्दाखेरि प्रकृति त एउटै हो, यी सहकारी ठगीबाट नै चाहिँ त्यहाँबाट सिर्जना भएका मुद्दा हुन् सरकारीको इस्युबाट। भला मैले धेरै ठाउँ पहिला पनि बोलिसकेको छु, हुन त मसित रवि लामिछानेजीको कानुन व्यवसाय म होइन र मसित औपचारिक रूपबाट रवि लामिछानेका विषयमा चलेका मुद्दाका कागजपत्र मेरो हातमा छैन। मैले खालि कानुन र बाहिर सुनेको भरमा एउटा सैद्धान्तिक पक्षलाई मात्रै विश्लेषण गरेको हो। अब मुद्दा चाहिँ उनलाई अब मुद्दा त लगाइसक्यो, तर यी मुद्दामा पोखरामा चाहिँ सम्पत्ति शुद्धिकरण समेत सहकारी ठगी र सङ्गठित अपराध लगाइयो। त्यो बाहेक काठमाडौँ
चितवन र पर्सा चितवन रूपन्देही रूपन्देहीमा चाहिँ सङ्गठित अपराध र सहकारी ठगीको मुद्दा चलेको छ। अब पर्सा जिल्ला अदालतमा कुन अभियोग लाउँछ थाहा छैन। सम्भवतः मेरो सोचाइ त्यो नहुनु पनि सक्ला, सम्भवतः उनलाई त्यही सहकारी ठगी र सङ्गठित अपराधमा चाहिँ मुद्दा चलाउन सक्छ। तपाईँले एउटा प्रश्न उठाउनु भयो है, सहकारी त्यही मुद्दामा ठगी मुद्दामा त मुद्दा फैसला भएपछि या त्योभन्दा अगाडि पनि मिलापत्र गर्नुभयो चाह्यो भने मुद्दा त्यो प्रोभिजन थियो, जुन तहमा पुगेको अवस्था पनि दुई पक्ष मिलेर मिलापत्र गर्न सक्ने हुनाले त्यस्तो मिलापत्र हुन सक्ने मुद्दामा थुनमा राख्नुपर्ने अवस्था हुँदैन र हाम्रो सर्वोच्च अदालतका परिपाटी र अदालतीय परिपाटीमा मिलापत्र गर्ने चलन छ। तर यसमा एउटा सङ्गठित अपराध पनि जोड दिएको हुनाले सङ्गठित अपराध जोडेको मुद्दामा सिधै मिलापत्र गर्नलाई गाह्रो पर्छ। सोही मिलापत्र हुन सक्दैन, किन सङ्गठित अपराध चाहिँ मिलापत्र हुन सक्दैन, त्यसले गर्दा चाहिँ उसलाई रोकेको हो। त्यसै हुनाले त्यो बाहेक अब मुद्दा कति लाग्छ भन्नु यो मुद्दामा सामान्यतः एउटा मुद्दा सबै अदालतमा भिन्दै चल्नै सक्छन्। एउटा के हुन्छ नि, अदालतमा मुद्दा हालेपछि थुन्चेको प्रयोजनलाई एउटा भइहाल्यो, त्यो त अहिले चलेको। त्यसपछि थुन्चेको प्रयोजन भनेको त मुद्दाको अन्तिम टुङ्गो लाग्दाखेरि थुनामा राख्ने कि धड्डीमा राख्ने, यो कुरा अहिले पर्सालाई लागु हुँदैन, किनभने अहिले पनि थुनामा छन् होइन। अब त्यो उनीहरूले नहोला। जहाँ तक यो मुद्दा छ, अब मुद्दा चलेपछि साक्षी बग्नुपर्ने, प्रमाण तथ्य प्रमाण मूल्याङ्कन हुनुपर्ने, फरेन्सिक टेस्टहरू हुनुपर्ने होला, अरू विभिन्न चाहिँ यताउता गर्दाखेरि लगभग 1.5 वर्षदेखि 2 वर्ष चाहिँ यो मुद्दाको अन्तिम किनारा लाग्न सक्छ। भनेपछि 1.5 देखि 2 वर्ष लाग्न सक्छ। अब रह्यो कुरा तर सर्वोच्चमा जुन जो चाहिँ कैद माग दाबी त निकै धेरै भएको छ। अब माग दाबी यस्तो हुन्छ, सङ्गठित अपराध र सहकारी भयो भने चाहिँ 5-3-8 वर्षसम्म जान सक्छ होइन। तर माग चाहिँ यदि सम्पत्ति शुद्धिकरण जोड्यो 12-13 पनि जान सक्छ। त्यसले ठिक छ। तुलसीपुर उच्च अदालतको बुटोल इजलासले आदेश गरिसके पछाडि थुनामा गएका लामिछाने अहिले त उनी उच्चको आदेशले थुनामा छन् होइन। सुप्रिमले त धरौटीमा छोड्या हो, स्वर्णलक्ष्मीले धरौटीमा छोड्या हो, कास्कीको सूर्यदर्शनले धरौटीमा छोड्या हो, चितवनको सहाराले धरौटीमा छोड्या हो। अनि तारिक कसरी बुझ्ने एउटा व्यक्तिले, थुनामा बसेका व्यक्तिले तारिक बुझ्नु पर्ने कि नपर्ने? थुनामा बसेपछि तारिकमा बस्नुपर्ने अवस्थामा हुँदैन भनेपछि अरू जिल्ला अदालतको त्यत्तिकै प्रक्रियागतबाट जान्छ। उनको वकिलले प्रतिनिधित्व गर्यो, तारिकमा भन्नुपर्ने छैन। अब बरु एउटा तपाईँलाई बताइहालौँ, यो के रहेछ कानुन पद्धति। उनलाई एकछिनको लागि सुप्रिम सहकारीको विषय लिउँ, उनलाई 5 करोड 7 करोड कति रुपियाँको अभियोग लगाएर मुद्दा चलाएको थियो। अनि रूपन्देही जिल्ला अदालतले उनलाई 1 करोड धरोड लिएर मुद्दाको पुष्टि गर्ने आदेश गर्यो। त्यो कुन आदेश भने फौजदारी संहिताको दफा 68 अनुसार। तर फौजदारी संहिता 2074 को दफा 73 के भन्छ भने यदि कुनै फौजदारी मुद्दामा थुन्चेको प्रयोजनमा को लागि आदेश गर्दा त्यो आदेशलाई चित्त बुझेन भने चित्त नबुझ्ने पक्ष विपरीतको आदेश भयो त्यसलाई बदल गरी पाऊँ भनेर उच्च अदालतमा जानु पाइन्छ। यसमा चाहिँ उच्च अदालत तुलसीपुरमा जानु पाउने अधिकार छ। यहाँ के भयो भन्दाखेरि रूपन्देही जिल्ला अदालतमा थुन्चेको प्रयोजनको लागि बहस हुँदाखेरि सरकारी वकिलले यो गम्भीरको प्रकृतिको मुद्दा हो, उनी सहकारी ठगीमा पनि सहकारी ठगी र सङ्गठित अपराध पनि गरेको हुनाले उनलाई थुन्नै पर्छ। उनी भागी जाने सम्भावना छ, सम्पत्ति के प्रमाण नष्ट गर्ने अवस्था छन्, विभिन्न आधार लिएर थुनिनुपर्छ, थुनामा राखेर मुद्दाको पूर्वपक्ष गर्नुपर्छ भनेर बहस परिवेरी गरियो जिल्ला अदालतमा। रवि लामिछानेको कानुन व्यवसाय चाहिँ छोड्नुपर्छ तारिकबाट। उनलाई धरोडी पनि लिनुपर्ने जरुरी छैन, उनले प्रत्यक्ष रूपबाट सरकारीबाट ऋण लिएका पनि छैन र उनको नाममा ऋण आएको छैन। उनीले केवल गोर्खा मिडियाको एउटा चाहिँ सञ्चालक भएर काम गरेको हुनाले यदि उनलाई मुद्दै चलाउनु पर्ने हो भने पनि कम्पनी ऐन अनुसार चलाउनु पर्ने भन्ने गर्यो। अनि अदालतले चाहिँ धरोडमा छोडिदियो। र चित्त नबुझेको हुनाले उच्च अदालतमा सरकारी वकिल गएपछि उच्च अदालत पाटनले त्यो जिल्ला अदालतको आदेश बदल्छ, उनलाई थुनैमै राखेर मुद्दा पूर्वपक्ष गर्नुपर्छ। धरोटी लिएन भने विभिन्न आधार दिएर उनलाई अहिले थुनामा राखियो। अब त्यो थुनामा राखिसकेपछि अहिले थुनैमै छन्। त्यसपछि रवि लामिछानेले 2टा मुद्दा हालेका छन् सर्वोच्चमा।
एउटा चाहिँ त्यो बेरिजको आदेश मलाई थुन्न पर्ने होइन, जिल्ला अदालत र अरू जिल्ला अदालत पनि सबै यही प्रकृतिको मुद्दा मलाई धरोटीमा छोड्या हुनाले यो थुनामा राख्यो मिले म धरोटीमा पाऊँ भन्ने एउटा मुद्दा हाल सर्वोच्चमा निवेदन दिएका छन्। बेरिजको आदेश बदल गरी पाऊँ, उच्च अदालत तुलसीपुरको आदेश। अर्को चाहिँ मलाई त्यो रातारात समातेर जुन प्रहरीमा ल्याएर 72 घन्टा जुन किसिमको थुनामा राख्यो त्यो गैर कानुनी हो। त्यो बन्दी पछिको होल प्रक्रिया चाहिँ गैर कानुनी छ, त्यसरी मलाई थुनामा मुक्त हुनुपर्छ भनेर बन्दी पछिको हिट पनि गरेका छन्। अब एउटा कुरा के डाक्टर साहब मलाई बताइदिनुहोस् त, जनताले चाहिँ धेरैले सुन्छन् नेपाल प्रहरीको अहिलेको बहालवाला आइजिपी दीपक थापाजीको अन्तर्वार्ता मैले सुने, त्यसको केही अंशहरू चाहिँ अहिले काटेर चाहिँ यत्र तत्र सामाजिक सञ्जालमा निकै व्याप्त रूपमा बाहिर आएको छ होइन। अनि पत्रकारले सोध्दैछन् अन्तिम इच्छा सोध्न मिल्छ, टङ स्लिप भयो होला, तर पहिला मेरो प्रहरीले गरेकै छैन भन्नुभएको छ उहाँले, पछि टङ स्लिप भयो होला भन्नुभएको छ। त्यसपछि त्यसो भन्नुहोस् न भन्दाखेरि उहाँले स्वीकार्नु भएको छ एउटा पाटो। अनि कुनै व्यक्तिलाई उच्च अदालतले आदेश गरिसके पछाडि पक्राउ पूर्जी लिनु नपर्ने त भनेर सोधिएको छ, पर्दैन त्यो मुद्दामा भन्नुभएको छ। यदि अदालतको आदेश पछाडि चाहिँ रवि लामिछानेलाई उनी बसेको घर हात्तीगौडामा गएर प्रहरीले बिना पक्राउ पूर्जी वा उनलाई त थुनामा पठाउने हो, खासमा त थुनुवा पूर्जी होला, त नियमअनुसारले त थुनुवा पूर्जी भन्ला, पक्राउ पूर्जी नै आवश्यक पर्दैन भनेर आइजिपीले दाबी गर्दै गर्दाखेरि चाहिँ अनि उहाँलाई पक्राउ पूर्जी पर्ने कि नपर्ने, घरबाट लैजाँदाखेरि देखाउनु पर्ने कि नपर्ने? म जवाब पनि दिन सक्छु र म सुपरफिसियल जवाब दिन्छु। किनभने म डिटेलमा यो कुरामा किन बोल्न मिल्दैन भने यो मुद्दा यही विषयलाई लिएर सर्वोच्च अदालतमा बन्दी पक्षको रिट परिसकेको छ। होइन, हाम्रो लमा भएको, कानुनमा भएको, संविधानमा भएको यो एक्टले यो भन्छ त भन्न पाइएला नि। के भन्यो भने म त्यसलाई चाहिँ त्यही भने नि म कानुन त्यसलाई असर नपर्ने गरेर सबजुडिस भएको विषयमा म प्रवेश, किन म पनि वरिष्ठ अधिवक्ता हुँ, सर्वोच्च अदालतले मलाई वरिष्ठ बनाएको छ। त्यति मात्रै सबै कानुन व्यवसायहरू अफिसर अफ द कोर्ट भन्छ, अफिसरको कोर्ट भएर हाम्रो सीमाहरू बोल्नुपर्छ। तर अब संवैधानिक कुरा जहाँ तक रह्यो, यहाँ कुनै अदालतले थुनामा राख्नु भन्यो भने अटोमेटिक प्रहरीलाई थाहा हुने कुरा हुँदैन, उसले केही न केही डकुमेन्टेसन पाउनै पर्छ। त्यो के पाए त्यही कुरा त्यो लगेर गयो, आदेशको एउटा कपी लगेर गयो। अर्को एउटा चाहिँ कुरा पछि के छ भने कुनै अवस्थामा यो घटनाक्रम पर्यो भने संविधानले के भन्छ, कुनै पनि व्यक्तिलाई कुनै घटनाक्रमलाई हेरेर अभियोगमा कसैलाई 24 घण्टा आधार देख्यो भने 24 घण्टासम्म आफूले हिरासतमा लिन सक्छ र 24 घण्टाभन्दा पछि हिरासतमा राख्नु पर्यो भने अदालतको सुविधा दिनुपर्छ। त्यसैले यो 24 घण्टाको अवधिले त केही किसिमको प्रोटेक्सन दिन्छ, तर त्यो 24 घण्टा कस्तोमा थुन्न पाउने कस्तो नपाउने भन्ने कुरा त्यो व्याख्याका प्रश्न छन्। त्यसैले यी कुरा चाहिँ त्यति क्रिटिकल चाहिँ नहोला। बरु क्रिटिकल के छ भने त्यो प्रक्रिया पुगेको छैन, खालि अदालतले आदेश गर्यो भन्दैमा अटोमेटिक सुनेको आधारमा के आधारमा अदालत राति 10 बजी जाने हो कि फेरि उनी के भने तारिखमै बसेका मान्छे हुन्, भागी जाने मान्छेको अवस्था छैन। यी सबै कुरा तथ्यहरू चाहिँ भोलि सर्वोच्च अदालतमा रविजीका कानुन व्यवसायी बहस गर्दा उठ्ने विषय हुन्, तर यसमा केही ल्याप्सेसहरू पनि देखेका छन्। यदि तपाईँले भने जस्तो 24 घण्टाभित्र कुनै पनि आरोप लागेको व्यक्तिका विरुद्धमा फैसला आयो भने उसलाई चाहिँ पक्राउ गर्न मिल्छ, थुनामा राख्न मिल्छ, त्यो सर्वमान्य नियम जस्तै हो, 24 घण्टाभित्र प्रहरीले लगेर थुन्छ। तर उहाँको त त्यो पहिलो मुद्दा होइन, मुद्दा चलिसकेको व्यक्ति हो, थुनामा बसिसकेको व्यक्ति हो, उच्चले त्यसपछि तारिकमा बसिसकेको पनि व्यक्ति हो, अझ भागी जाने सम्भावना पनि नभएको व्यक्ति हो। यदि त्यो चाहिँदैन भने प्रहरीले फेरि त्यहाँ लेख्यो किन त पक्राउ पूर्जी भन्ने खालको अर्को एउटा सवाल सामान्यतया यो घटनाक्रमलाई तर धेरै वरिष्ठ अधिवक्ताज्यूले भन्नुभएको छ थुनुवा पूर्जी हो, खासमा त चाहिँदैन, राति नै जानु पर्दैन, भोलिपल्ट खुलेर जाँदा पनि हुन्थ्यो कि त्यसमा के यो खालि यसको खालि नियतको मात्रै कुरा हुन्छ होला। आइजिपी साहबले भनेको कुरालाई मात्र मैले सापटी लिएँ, किनभने यो जनतालाई क्लियर पारिदिनुपर्छ। उहाँले चाहिँ भन्नुभएको छ चाहिँदैन त्यो पक्राउ पूर्जी। मेरो दिसको रङ पनि उहाँ रविजीको पक्ष या सरकारको विपक्षमा तपाईँ त कानुनमा टेकेर बोल्नुहोस् हैन। उनी तारिखमा छुटिसकेको मान्छेलाई हुन त कानुनकै बालका खाल उठायो भने सरकारले पनि आफ्नो आधारहरू देखाउला, त्यही हो। सरकारी वकिलले आफ्नो आधार ठिक छ भने देखाउने, प्रतिवादीको कानुन व्यवसायले आफ्नो देखाउने, अनि भोलि अदालतले यही विषयमा ठिक या गलत अदालत निर्णय गर्नेछ। तर सामान्यतया जुन किसिमको मुद्दा चलेको छ प्रत्येक जिल्लामा उनी चाहिँ त्यो तारिखमा पाएर बारम्बार सबै जिल्लामा उनी उपस्थित भएका छन्। अब त्यहाँ प्रमाण नष्ट गर्ने अवस्था छैन र स्वाभाविक रूपमा उनी भागी जाने अवस्था पनि कसैले अनुमान गर्दैन। सामान्य समझ भएको व्यक्तिले अझै रविजानीलाई भोलि या पर्सिपल्ट थुन्दाखेरि ऊ आफै पनि जान्थ्यो होला।
त्यसैले यसलाई चाहिँ बढी अतिरञ्जित गर्नुपर्ने अवस्था छ। तर घटनाक्रमले के देखिन्छ जब विभिन्न मुद्दाहरू चल्दैछन्, विभिन्न घटनाक्रम छन्, यहाँ म त भन्न चाहँदैन अब सरकारले गर्न नपाउने, अनुसन्धानै गर्न पाउँदैन भन्ने पनि होइन, अनुसन्धान गर्ने गर्छ। तर कहीँ बायसनेस भएर गरेको हो कि भन्ने धेरै चिजहरू चाहिँ यस्ता घटनाक्रमले बढ्दै जान्छन्। भला यति भन्दै गर्दा सरकारले चाहिँ कानुनै गर्नु हुँदैन, उसले अनुसन्धान गरेको हामीले विरोध गर्नै पर्छ भन्ने पनि मेरो मान्यता होइन। र यी कुराले गर्दा त्यति हदसम्म चाहिँ उनको चाहिँ अब भोलि अदालतले बोल्ने कुरा हो, यसलाई हामी धेरै अगाडि लग्यौँ, जनताले बुझिसकेका छन् यो कुरा। होइन, तपाईँको मुखबाट म त एउटा फ्याक्ट सुन्न चाहन्थेँ। मैले चाहिँ कानुनले के भन्छ, उहाँलाई चाहिँ त्यत्तिकै लगेर धरपकड गरेर चाहिँ पक्राउ गरेर थुनामा राख्न सक्छ कि हिरासतमै राख्न मिल्दैन? थुनुवा पुर्जी ल्याएर चाहिँ आदेश त थुनामा राख भनेको थियो उच्च अदालतले त, तर हिरासतमा लगेर राखिएको छ। अदालतकै कुरामा चाहिँ छुटेको हुनाले अदालतकै आदेशबाट उनी तरोडेको हुन्, अदालतकै आदेशबाट उनी प्रोसिड्युरको हिसाबले त उच्चले चाहिँ त्यो अदालत त्यो आदेशलाई चाहिँ जिल्लामा के अरे पठाउनु पर्थ्यो होला होइन, जिल्लाबाट चाहिँ त्यसपछि चाहिँ न्यायिक प्रहरीले चाहिँ हिरासतमा लिनु पर्थ्यो होला। आदेश चाहिँ त्यही 7 बजे आएको छ, त्यसपछि चिठी लेखेर पठाएको छ कि उज्याउनु, त्यो जम्मै कागजपत्र हेरेपछि हुने कुरा हो कि। यदि त्यसो हो भने चाहिँ उच्च अदालतबाट यस्तो यस्तो आदेश आउँदैछ, बुटोल इजलास तिमी चाहिँ त्यहाँ खुला गरिराख, रूपन दिएको जिल्ला अदालत खुला गरिराख, त्यसपछि चाहिँ यो पठाउनु पर्छ भन्ने खालको कसरी थाहा भयो होला? धेरै कुराहरू अनुमान गर्न सकिन्छ नि त होइन। यदि उनलाई त्यो दिन नसमातेको र अर्को दिन चाहिँ समातेको भए यी कुरा प्रश्न आउँथेनन्। यहाँले भन्नुभयो नि डाक्टर साहब, जस्तो उच्चको आदेश त आयो 7 बजी आयो होइन, त्यसो भए त जिल्ला अदालत पनि खुला भइराख्नु पर्यो नि त, त्यहाँ त यस्तो आदेश आउँदैछ भन्ने थाहा नै हुनु पर्यो, जानकारी हुनु पर्ला। त्यसो भए यदि आएको हो भने चाहिँ त्यहाँबाट पत्र जिल्ला अदालतमा अझै मुद्दा छैन भने 5 बजी स्वतः बन्द हुन्छ, स्वतः बन्द हुन्छ। खालि मुद्दा भएको बेला मात्रै त्यही मुद्दाको लागि त्यो बेन्चसम्म खुला हुने हो नि त। यी धेरै प्रश्नहरू छन्, धेरै प्रश्न जसका लागि त अहिले रिट बन्दी प्रतिष्ठितको रिट लिएर गयो, यसको विश्लेषण, यसको चाहिँ सबै चिज हेर्ने काम चाहिँ सर्वोच्चले गरेर एउटा आदेश जारी गर्ला। यति बेला चाहिँ हामी विश्व राजनीति हेर्ने हो भने अझ भनौँ छिमेकी राजनीति, भारत र पाकिस्तान जो चाहिँ अस्ति जम्मू कश्मीरको पहलगाम मिनी स्विजरल्यान्ड भनिँदो रहेछ त्यसलाई चाहिँ, जहाँ चाहिँ सयौँको सङ्ख्यामा पर्यटकहरू थिए पहलगाममा, त्यहाँ चाहिँ आतङ्की आएर 81 रमाइरहेका पर्यटकमाथि हमला गरे र 27 जनाको चाहिँ मृत्युवरण भयो, जसमा 1 जना नेपाली सुदीप नेउपाने बुटोलका नेपालीको पनि मृत्यु भयो। यो कारणले गर्दाखेरि भारत पाकिस्तानमा तनाव बढेको छ डाक्टर साहब यति बेला होइन, किनभने तपाईँ राजनैतिक रूपमा पनि विश्लेषण गर्नुहुन्छ। भारत पाकिस्तान बिचको तनावले पक्कै पनि नेपाललाई प्रभाव त पक्कै पार्छ होइन, किन हिजोका गतिविधिहरू हेर्ने हो भने पनि विमान अपहरणदेखि लिएर चाहिँ होइन, लस्कर ए तोयबाको ग्रुपहरू चाहिँ होइन, इन्डिया मुजाहिद्दिनका ग्रुपहरू चाहिँ नेपालमै चाहिँ प्रहरीले पक्राउ गरेका हामीसँग दृष्टान्तहरू छन् दिल्ली प्रहरीहरूसँग आएर होइन। यस्ता खालका आतङ्ककारीको सेल्टर बन्न सक्ने खतरा पनि त्यत्तिकै बढ्छ। अब यो घटनाले नेपालको सुरक्षा चुनौतीलाई चाहिँ कसरी विश्लेषण गर्न सकिन्छ यति बेला? यो अलिकति चाहिँ राजनीतिक अलिकति सुरक्षाका विषय पनि परे। सर्वप्रथम त म के भन्छु भने हामी सार्क मुलुकको छिमेकी मुलुक पाकिस्तान पनि हो, इन्डिया पनि हो, तर हाम्रो सीमा जोडेको नजिकको छिमेकी मुलुक त चीन र भारत नै हो। र यो सन्दर्भमा यस्तो नहुनु पर्ने थियो। यो भारत र चीन बीच युद्धै हुन सक्ने अवस्था जुन सिर्जना भयो, त्यो घटना के भने पहलगाममा पाकिस्तानबाट आएका आतङ्ककारीले सर्वसाधारण टुरिस्टप्रति आक्रमण गरेर 27 जनाको ज्यान गयो। त्यसमा हाम्रो नेपाली नागरिक पनि ऊ पनि मृत्युवरण गर्नु पर्यो। अब यो इस्यु के हो त भन्दाखेरि यो इस्यु नितान्त यो चाहिँ टेररिजमको विषय हो। यस्तो विषय त यो टेररिजम चाहे भारतलाई हो चाहे यसलाई कसैले पनि ठिक होइन नि। जे हुनु थियो भारत र चीन बसेर यो कुरामा टेररिजमलाई रोक्नुपर्छ, यो बढ्यो भन्नुहुन्थ्यो। तर के भयो भने दुईटा बिचको चाहिँ मारिसकेपछि भारत पनि चिडियो र भारतले पनि केही कदमहरू चाले, त्यसपछि पाकिस्तान पनि के कम भनेर गरेको छन्। अब टुरिस्ट भन्दा नि भारत र चीनको पुरानो दुश्मनी उठिँदैछ। यो हाम्रो लागि राम्रो होइन। हामी दुईटा मुलुक चाहिँ गर्दाखेरि भोलि पाकिस्तानीहरू पनि नेपालमा आउन सक्ने सम्भावना हुन्छ। त्यसहरू यहाँबाट ओपन बोर्डर भएको उनीहरूले भारतलाई पनि गर्न सक्छन्। तर हाम्रो अहिलेको सन्दर्भमा कुटनीति एकदम इम्पोर्टेन्ट छ नेपालले। त्यसमा हाम्रो कुटनीति जहिले पनि हामी दूरी राखेर सबैसित सम्बन्ध राख्ने हो। तर भारत र चीनको कुरा आएपछि हामी धेरै नजिक भएकोलाई यो कुरामा हामी भारतमा टाढा छैनौँ। भारतलाई परेको मर्का हामीलाई नै परेको मान्नुपर्ने हुन्छ। एउटा छिमेकी नजिकको यति ऐतिहासिक सम्बन्ध भएको मुलुक हुनाले र हामीलाई पनि परेको कुनै समस्या भारतले आफ्नो मान्नुपर्छ। त्यो सन्दर्भमा भारतको तर्फबाट यसमा अहिले समस्या अहिले के आयो भने
युद्ध पनि हुन सक्ने सम्भावना छ, टेरोरिजमका पनि कुरा उठेछ। केही सन्धि सम्झौताहरू खारेज भएका छन्। मेन इस्यु त अहिले के आयो भने तपाईँले यो सिन्धु जल सम्झौता यो इस्यु केवल भारत र चीनको सम्बन्ध मात्र होइन, हामी कुनै दिनमा यो इस्यु नेपाल र भारतको बिचमा नै आउन सक्छ। यो सिन्धु जल सम्झौता भनेको के हो भने सिन्धु भारतबाट बगेर गएको नदी 17 लाख हेक्टर जमिन सिँचाइ हुने र पाकिस्तानमा धेरै जनसङ्ख्यालाई पानी पिउने पानीको पनि यसले चाहिँ स्रोत दिएको छ। त्यही कुरा चाहिँ जलको सम्बन्धमा भारत र पाकिस्तानमा धेरै चाहिँ विवाद हुँदाखेरि 1960मा वर्ल्ड ब्याङ्कको विश्व ब्याङ्कको पहलमा सिन्धु जल सम्झौता गराएर कति हदसम्म भारतले पानी रोक्न नमिल्ने या कति दिनुपर्ने कति चीन पाउने भनेर गरी एउटा सम्झौता थियो। त्यो सम्झौता भनेको भियना कन्भेन्सन अन ल अफ ट्रिटी 1969 अन्तर्गत मान्यता प्राप्त यो सम्झौता हो। किनभने त्यो सम्झौतामा भारत पनि पक्ष छ, त्यो महासन्धिमा पाकिस्तान छ। अब यो तटीय के भन्छ यसले के यसमा एउटा त्यो सम्झि भयो। यसमा के भन्छ भने उपल्लो तटीय मुलुक भारतले तल्लो तटीय मुलुक पाकिस्तानलाई आफ्नो जमिनमा भएको पानी कति छ दिन सक्ने तटीय देशका अधिकार र चाहिँ यो चाहिँ विभिन्न सन्धिहरू छन्, वाटर रनिङ वाटर रिसोर्सेसको महासन्धिहरू विभिन्न प्रोटोकलहरू बनेका छन्, त्यो पनि आकर्षित हुन्छ। यसलाई सही तरिकाले सम्बोधन गरिनुपर्छ, किनभने भोलिका दिनमा कोही यो जल सम्बन्धी कुरा कहिले कुनै बेला कुनै पक्षमा भारत र नेपाल बिच आउँछ। अहिले जुन हाम्रो चाहिँ विभिन्न सन्धिहरू भएका छन् नि चाहिँ त्यो पहिला चाहिँ हाम्रो चाहिँ के अरे यो 92मा यो सम्झौता हुँदाखेरि गिर्जाबाबु हुँदा सरकार गिर्ने अवस्था थियो नि, महाकाली नदीको छो पञ्चेश्वर, यो पनि एउटा पानीसित रोकेको कुरा छन्। यी कुरा चाहिँ भोलि हामी नेपालसँग धेरै सन्धिहरू छन्। कोशी ब्यारेज हुँदै पञ्चेश्वर हुँदै सेती हुँदै हामी उपल्लो तटीय भन्नुहुन्छ भने अनि भारत तल्लो तटीय छ। सिन्धुको हकमा पाकिस्तान र भारतको हकमा भारत माथिल्लो तटीय छ उ छ। त्यसैले तल्लो तटीय मुलुकका अधिकार माथिल्लो तटीय यी कुरा चाहिँ हामीसित पनि जोडेर आउने हुनाले सकेसम्म यो शान्तिपूर्ण तरिकाबाट चाहिँ समाधान हुनुपर्छ। तर भारतलाई यदि चीनको युद्ध पर्यो भने हामीलाई धेरै गाह्रो पनि पर्छ, किनभने भोलि सुरक्षाका कारण बोर्डर धेरै नेपालीहरू चाहिँ भारतमा रोजगारीका सिलसिलामा त्यहाँ बसेका छन्, सबै फर्केर आउनुपर्छ। 40-50 लाख नागरिक। तर मलाई के लाग्छ भने भारत यति एउटा शक्तिशाली चीन र भारत विश्व शक्तिको रूपबाट गएको हुनाले भोलि कतिपय युरोपियन या अरू पश्चिमा मुलुक चाहिँ चीन र भारत के अरे भारत र पाकिस्तानको पनि वार परोस्, त्यसपछि त्यो वार हुने बित्तिकै जसरी रसा कमजोर भएको छ, आर्थिक हिनामिना नोक्सान भएको छ, त्यस्तो नोक्सान भारतलाई पनि पर्न सक्ने हुनाले भारत त्यसै युद्धमा जान्छ मलाई लाग्दैन। तर इस्यु चाहिँ उठ्छ अब यो अब जल सिन्धु सम्झौता उसले चाहिँ यसमा चीनको भूमिका के हुन्छ, शक्तिशाली अमेरिकाको भूमिका के रहन्छ भन्ने कुराले त भन्ने खेल्न निरक्छ। आजको दिनमा मेरो विश्लेषणमा चीन अहिले त्रिपक्षीय वार गर्ने पक्षमा छैन। चीनसित अमेरिकाको ठुलो आर्थिक यो अहिले जुन अर्थतन्त्र सम्बन्धी ट्रेड वार छ, त्यो ट्रेड वार भएको हुनाले उसले भारतको पनि सहयोग खोजिरहेको सन्दर्भमा चीनको धेरै प्रोजेक्टहरू पाकिस्तानमा छन्। त्यति भए पनि अहिले भारतलाई चिडाउने गरेर चीनले कुनै कदम पनि चाल्दैन, किन बोल्दैन। किनभने अस्ति ट्रेड वारको सन्दर्भमा ल हामी भारत र चीन पनि मिलेर हामी यो युद्धमा हामी लाग्नुपर्छ भनेर आह्वान जी जिनपिङले गरिसकेका हुनाले मलाई लाग्छ यो कुरा हुँदैन। मलाई यति पनि लाग्दछ कि यो इस्यु उठ्छन् र सबै पब्लिक कन्जम्सनको लागि पनि इस्यु उठ्छन्, तर युद्ध नै भइहाल्दैन। यो कहिले नै समाधान चाहिँ हुन्छ। यसमा नेपालको भूमिका के रहन्छ? नेपाल त एकदमै निष्पक्ष भएर बस्नुपर्छ। तर पर्यो भने जति निष्पक्ष भयो भने हाम्रो आतङ्कीलाई स्वीकार्न सकिन्छ। भोलि पाकिस्तान र चाहिँ भारत भयो भने हामी त भारतसित जोडेको मुलुक, हामी त लाइन ल कन्ट्री भएको हुनाले हाम्रो केही झुकाव अनेस्ट इमान्दारीपूर्वक झुकाव त भारतप्रति हुनैपर्छ। भोलि चीन र पाकिस्तानसित त्यस्तै मुद्दा पऱ्यो झगडा पर्ने भयो भने हाम्रो केही न केही झुकाव चाहिँ हामीसित हुनु, यो चाहिँ प्राकृतिक कुरा हो। भला हामी सकेसम्म त्यो पाकिस्तानलाई पनि चिडाउन चाहँदैनौँ, हामी अरू मुलुकलाई चिडाउन चाहँदैन, हामी सबै समदुल्यमा पर्न चाहन्छौँ। तर कहिले काहीँ के भने यस्ता चिज आउँदा जस्तो यो अमेरिकाले भोलि हेर्नु न,
विश्व राजनीतिमा जे कुरा गरे पनि इजरायलको कुरा आयो भने ज्युजको कुरा आयो भने जहिले पनि अमेरिकाले साथ दिन्छ नि त। जबकि उसले आफ्ना मुलुकहरू छ, साउदी अरेबिया छन्, उसका अरब कन्ट्रीहरू, दुबई छ, सबै राम्रो सम्बन्ध छ, कतार राम्रो छ। यति हुँदाहुँदै नै उनीहरूसित मुस्लिम कुराको र इजरायल कुरा आयो भने त्यो सम्बन्ध यो अन्तर्राष्ट्रिय कूटनीति एउटा आधार हो। त्यो आधारलाई हामीले पनि सम्मान गर्नुपर्छ भन्ने मान्ने हो। जस्तो हामीले चाहिँ केही समय अगाडि बहस गरेका थियौँ डाक्टर साहब एमसिसी प्रोजेक्टको विषयमा, किनभने मिनेरियम च्यालेन्ज कर्पोरेसन पछि कम्प्याक्ट भनियो, एमसिसी अकाउन्टको कार्यालय नेपालमा छ, त्यो पनि कुनै एउटा होटेलको माथि मासिक चाहिँ 3.5-4 लाख भाडा तिरेर त्यहाँ चाहिँ बसेको छ त्यो कार्यालय, अझै पनि छ। रातामाटेमा अलिअलि माटो खोर्सिएको छ, तर अर्बौं रकम चाहिँ खर्च भइसकेको छ। अमेरिकाले त्यो मलाई लाग्छ विश्वका अर्बपति एलन मस्क सम्मिलित डट्स कि प्रोजेक्ट चाहिँ त्यो विभागले चाहिँ एमसिसीलाई अब लागू नगर्ने भनेर एक किसिमको निर्णय गरेको प्रारम्भिक जानकारी चाहिँ आएको छ। त्यसले गर्दाखेरि त्यसको चाहिँ अब यो हुँदाखेरि अर्बौं रकम त बालुवामा पानी हुन्छ भोलि रातामाटेको प्रसारण लाइनको, होइन? यो अवस्थाले चाहिँ नेपाललाई के पाठ सिकायो? एमसिसी स्थगित हुने कुराले र जतिखेर संसदमै 2/3 बहुमत पुर्याएर पास गर्ने एउटा हिस्सा बनाउने, संसदको हिस्सा बनाउने एमसिसीलाई जुन प्रयत्न गरियो, उनीहरूलाई के भन्नुहुन्छ? वास्तवमा एमसिसीको बारेमा धेरै ठुलो विरोध भयो, भयानकै ठुलो विरोध भएको चाहिँ यो राष्ट्रघाती परियोजना हो। यसमा हाम्रो सार्वभौमसत्ता अन्त हुन्छ। भारतीय इन्डो पेसिफिक स्ट्राटेजी पुगेर हामी सैनिकीकरणमा जाँदैछौँ, देशको लागि ऐच्छा छ भनेर विरोध हुँदा पनि मैले नै एमसिसी अहिलेसम्म आएको नेपालमा आएको अनुदानमा सबभन्दा बेस्ट हो। $500 मिलियन ऋण पनि नतिर्नु पनि, सामा पनि तिर्नु नपर्ने, नितान्त विकास निर्माणका लागि ट्रान्समिसन लाइन, इलेक्ट्रिसिटी ट्रान्समिसन लाइन र सडक स्तरीकरणको लागि दिनुपर्छ भनेपछि त्यो सम्झौता हामीले चाहिँ पार्लियामेन्टबाट एप्रुभ गऱ्यौँ। एउटा कुरा के बुझ्नु जरुरी छ भने हामीले सम्झौता गर्दा नै भारत, अमेरिका र नेपाल बिचको यो एमसिसी कम्प्याक्ट सम्झौतामा को दफा 5.1 मा के भनिएको छ भने यो सम्झौतालाई दुवै पक्षले नेपाल वा अमेरिका मध्ये कुनै एकले कुनै कारण नदिइकन चाह्यो भने 1 महिनाको लिखित नोटिस दिएर अन्त गर्न सक्छ भनेको छ। र त्यसरी अन्त गरे बापत यदि कुनै पक्षलाई कुनै नोक्सानी भयो भने वेभर दिनुपर्छ भनेर 6.8 चाहिँ वेभर दिने या चाहिँ मलाई यदि यो कुनै अमेरिकाले यो सन्धिको सम्बन्धमा टर्मिनेट गरेर कुनै कारबाही गर्दाखेरि यदि नेपाल सरकार कुनै घाटा नोक्सान भयो भने त्यसको बारेमा मुद्दा लाग्दैन र त्यसलाई चाहिँ अमेरिकन सरकार वेभर हुन्छ भनेर हामीले साइन गरेका थियौँ। साथसाथै यो मुद्दाको चाहिँ विवाद उठिहाल्यो भने चाहिँ अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ। भियना ल अफ कन्ज्युमर अनुसार इन्टरनेसनल कोर्ट अफ आर्बिट्रेसन जानुपर्ने हुनाले यहाँ अब हामीले जब र अर्को कुरा के लेखेको रहेछ भने यहाँ $500 मिलियन अमेरिकाले राखेको $200 मिलियन हामीले पनि हालेका छौँ। खर्च भइसक्यो। यो के भने त्यसमा अर्को सम्झौता के चाहिँ देखेँ 5.76 मा अब यो टर्मिनेसन भएपछि जति पैसा खर्च भइसकेको छ, जति लाग्नु भएको छ त्यो चाहिँ हामीले नेपालले फिर्ता दिनु पर्दैन। तर त्यो फन्डमा उताबाट केही पैसा आएर यदि फन्डमा बसेको छ, एमसिसी नेपालको फन्डमा छ र खर्च भएको छैन, त्यो फिर्ता दिनुपर्छ भनेको हुनाले जति खर्च अब एउटा घाटा चित्रबाट नेपालले त टोटली खर्च गरिसक्यो आफ्नो पक्षको आफ्नो यस्तो प्रोजेक्टमा पहिला कन्सल्टिङ खर्च नै बढी हुन्छ। काम सुरु गर्नुपर्दाखेरि चाहिँ त्यो इन्जिनियरिङ पार्टहरू पछि मोबिलाइजेसन धेरै खर्च भएको लागि गइसक्यो। अब यो चाहिँ यही हो। तपाईँले यो भन्नुभयो हामीले पाठ के सिक्नु पऱ्यो भने कहिलेमा अर्काको अनुदान अरूले दिएको दानले त सधैँ आफ्नो चाहिँ उन्नति हुँदैन। त्यसैले अब यसलाई के गर्नु पऱ्यो भने यो प्रोजेक्ट अरूभन्दा अलिक खर्चिलो पनि छ, आधुनिक किसिमको पद्धति पनि छ। अमेरिकनले गरेको प्रोजेक्ट अरूभन्दा खर्चिलो हुने हुनाले अब यसलाई चाहिँ जसरी हुन्छ यसले के भने नोक्सान के पार्यो भने हामीले भारत र नेपाल बिचमा अन्तर्देशीय विद्युत व्यापारलाई बढाउनको लागि अन्तर्देशीय ट्रान्समिसन लाइन बनाएको हुनाले उता गोरखपुरसम्म भन्दैछ। अब हाम्रो रातोमाटेदेखि बुटोलसम्म बाटो जो छ सरकारले जसो तसो गरेर यसलाई बला खर्चिलो होला, अलिक गाह्रो पनि होला, हामीले अरू ठाउँमा ऋण अरू ठाउँमा अनुदान लिएर पनि यसलाई चाहिँ अगाडि बढाउँ। यो ठुलो 400 केबीको लाइन हो, डबल सर्किटवाला, असाध्यै राम्रो छ। यसले हामीलाई नेपालको लागि अझै बढी ट्रान्समिट हामी बेच्छु मात्रै भने भएन, हामी 10,000 बिजुली बेच्छु भने त्यसै बेच्ने त होइन, बिजुली त तारबाट जानुपर्छ। हामी त्यो ट्रान्समिसनलाई कमी हुनाले यसलाई गर्नुपर्छ।
र अब चाहिँ के भने मुद्दा जहाँ तक छ नेपालले हरजनाले माग्न सकिन्छ भन्ने कुरामा त्यो वेबर दिएको हुनाले मुद्दामा जान सक्ने अवस्था र किनभने हामी दुवैले नै सम्झौता गर्दा हामी नेपालले पनि चाहेको भए 1 महिनाको नोटिस निकाल्न यसको मतलब चाहिँ जस्तो संसदबाट यदि अमेरिकाले चाहेको खण्डमा चाहिँ पार्लियामेन्टबाटै पारित भएको भए पनि उसले एकलौटी रूपमा खारेज गर्न सक्ने प्रोभिजन राखियो तर नेपालले चाहिँ खारेज गर्दाखेरि चाहिँ संसदको 2/3 चाहिने हुन्छ वा चाहिँ नेपालले एकलौटी पनि खारेज होइन खारेज गर्न या गर्न चाहिँ संसदको होइन त्यो सम्झौता एज जे प्रोभिजन छ ती भएका सम्झौतालाई मात्रै पास गरेको संसदले पास गरिसकेपछि त्यो अब के भने त्यो सम्झौता जे सर्त राखेको त्यो सर्त चाहिँ कार्यान्वयन होस् भनेको त्यो सर्त के भने यदि नेपालले यदि भोलि चाहिँ यदि खारेज गर्नु पर्थ्यो भने चाहिँ 2/3 गरेर संसदबाटै आउट गर्नु पर्थ्यो कि अटोमेटिक हुन्थ्यो चाहिँ अहिले त्यो सम्झौता पास गरिसकेपछि अब त्यो कानुनी रूप लिएको मात्रै हो त्यो सम्झौता कानुनी रूप भनेको मतलब त्यो अब चाहिँ हामी दुवै पक्षले ती सम्झौता भएका शर्तलाई त्यही सम्झौताको शर्त अनुसार चाहिँ हामीले कार्यान्वयन गर्ने हो शर्त के थियो त पार्लियामेन्टले पास नेपाललाई घाटा भयो नि त अनि नेपाललाई चाहिँ अलिकति भनौँ न यो घाटा पर्ने कुरामा हामीले यो त यसलाई भन्छ क्याल्कुलेट उसले त माग्नु पर्यो नि त हामीले सम्झौता गर्यौँ नि के अरे कम्प्याक्टको धारा 5(1) मा जब हामी शर्त राख्यौँ नि अमेरिका वा नेपाल कुनै पक्षले 1 महिनाको सूचना दिएर कुनै कारणै नदिकर पनि कारण वा कारण बिना पनि टर्मिनेट गर्न सक्छौँ भनेर जब मानेपछि हामीले के भन्यो भने साइन गर्दामा भोलि हामीले काम गर्दा बेला कुनै पनि बेला अमेरिकाले टर्मिनेट गर्न सक्छ भनेर त थाहा पाएर नै साइन गरे हो नि र अमेरिकालाई पनि के थाहा छ भने नेपालले कुनै बेला टर्मिनेट गर्न सक्छ भनेर उसले दुवै थाहा पारेर सम्झौता गरेको हुनाले आफूले यस्तो हुनसक्छ भन्ने कुरा थाहा पाइ साइन गरिन्छ र त्यो साइन गरेपछि यदि त्यो टर्मिनेट पनि भइहाल्यो भने पनि के नोक्सानी हार्जना भयो भने त्यो बिहोर्नु पर्ने छैन बिहोर्दैनौँ भनिसके भनेर अमेरिकाले वेबर पाएको अवस्थामा अब हामी हर्जना गर्ने जाने यो भनेको चाहिँ यो के अनुदानमा के माग्नेले घिउ चाहिँ सधैँ पाउँदैन केही शर्त हुन्छ अनुदान लिइसकेपछि त शर्त मान्ने नै हो नि हामीले जस्तै भने शर्त ले भन्दै कसले दिन्छ र त्यसरी यो क्याल्कुलेटेड रिस्क भएको हुनाले हामीले जानेर नै सम्झौता गरेकोलाई त्यो सम्झौता टर्मिनेट गरेको कानुन अनुसार टर्मिनेट गरेको छ यहाँको महत्त्वपूर्ण समयका लागि धन्यवाद छ हस् धन्यवाद दर्शकवृन्द कार्यक्रम स्पेस संवादको आजको श्रृङ्खलामा समसामयिक घटनाक्रमका पेरिफेरीमा बहस गऱ्यौँ आजका लागि संवादको समय सकिएको छ नमस्कार